हेरबडी मैले भनिरहेको छु यत्रो दिनसम्म मैले मेरो छोरीलाई मैले पाले त्यसैले चाहिँ छोरी चाहिँ मैले राख्न पाउनु पर्छ है। कहाँ त्यस्तो भनेर हुन्छ बुढा? 9 महिना कोको म राखुला, 10 तारा दुध म खुवाउला, अनि गुड निस्किने गरी छोरी म पाउला, छोरीको स्याहार सुसार म गराउला, लास्टमा म राख्छु गरे के राखौला? म राख्नु छोरी हैन छोरी। हेराइपट्टि धेरै नभए मुख सुरी हाल्न नपरोस्। म भनिरहेको छु तैँले मात्र छोरी पाइ, मेरो मेहनत छैन, मेरो मेहनत कहाँ गयो? छोरीको अधिकार जहिले पनि बासँग हुन्छ। छोरा पाइदिए म तँलाई दिन्थेँ, छोरी चाहिँ मै राख्छु। मेहनतको कुरा नगर्नु नाच्छु बट यार म रिस उठिरहेको छु। मेहनत मैले पनि गरेँ हूँ के, मेहनत पसिना मैले पनि बगाएँ हूँ। छोरी पाउँदाखेरि कस्तो दुःख भइदियो मैले थाहा होइन। मलाई अरू कुरा केही पनि थाहा छैन। छोरी मैले जन्माएँ, मैले हुर्काएँ, मैले राख्नुपर्छ। बड्डी हेराइ मैले भनिरहेको छु, त धेरै बोलिरहेको छ। छोरीलाई कसले पढायो? यत्रो कसले पढायो? मैले पढाएँ होइन, 8 कक्षासम्म मैले पढाएँ। त्यसैले छोरी राख्ने सिर्फ यो बाबासँग मात्र अधिकार हुन्छ। पढाए भनेर हुन्छ कि? लास्टमा पढाए गरे बाबु दुध तिमीले खुवाइदियौ कि? आमा दुध तिमीले खुवाइदियौ? दुध मैले खुवाएन, मैले हुर्काएन, मैले स्याहार सुसार गरेन। मलाई अरू कुरा केही पनि थाहा छैन। छोरी मैले राख्नुपर्छ, छोरी मैले राख्ने। के हाउ गरेर हुन्छ? हाउ गरेर छोरी पाइन्छ? छोरी सिर्फ म राख्छु। धेरै ठुला हाउ नगरे बट मलाई यस्तो भस्काइन्छु फेरि। छोरी म राख्छु, हाउ गरेर हुन्छ? होइन, छोरी त मै राख्ने हो। त्यसलाई गराला छोरी, छोरी मैले राख्नुपर्छ। नै मै राख्ने हो। हुँदैन हुँदैन हुँदैन, छोरी मैले राख्ने हो, मैले राख्ने हो, मैले राख्ने हो, मैले राख्ने हो। ल ठिक छ, अब तैँले भने पनि लागेन, मैले भने पनि लागेन। छोरीलाई सोधौँ, छोरीले जे निर्णय लाग्छन् त्यही नै हुन्छ। ल ठिक छ, त्यसो भए मेरो छोरी मेरो काली ल भनिदेऊ त बाबा, बुवासँग बस्ने कि आमासँग बस्ने हो? म कोसँग बस्ने भनेपछि मम्मी बाबा सुन्नुहोस् है राम्रोसँग। म चाहिँ पल्लो घरका दुध बेच्ने आउँछ नि, तिनी कहाँ हो, तिनीसँग बस्छु म।